हेलो दर्शनानी नमस्ते नमस्कार। म हजुरहरूको माझमा अत्यन्तै दुःखद खबर लिएर आएको छु। यी मध्ये 4 जना नेपाली गोर्खालीले पनि ज्यान गुमाउनु भएको छ र उहाँलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र त्यसैगरी इन्डियाको जुन सुकै कुनामा हाम्रो नेपाली दाजुभाइहरू दिदीबहिनीहरू आमा बुवाहरू हुनुहुन्छ नि, प्लिज म रिक्वेस्ट गर्छु, आफ्नो जुन ठाउँमा काम गर्नुहुन्छ त्यो काम गर्ने ठाउँबाट बाहिर नजानु होला है। इन्डिया र पाकिस्तानको विरोध चलिरहेछ हैन, आन्दोलन चलिरहेछ। त्यही भएर आफ्नो ज्यानको माया नभए पनि आफ्नो परिवारको लागि चाहिँ सोच्नु होला भन्न चाहन्छु। यो भिडियो बाहेक अरू भिडियोमा चाहिँ देख्न नपाऊँ कि हाम्रो नेपाली दाजुभाइले फु गर्यो भन्ने नसुन्नु पाऊँ है। प्लिज बिन्ती गर्दछु, प्लिज बाहिर नजाइदिनु होला भन्न चाहन्छु। हस्त धन्यवाद। म राजीव साउद हजुरको माझमा फेरि पनि नयाँ अपडेटहरू म लिएर आउनेछु। त्यसै गरी अघिल्लो अपडेट आउनुभन्दा पहिला सचेत रहनु होला प्लिज। म दर्शकलाई जोडी बिन्ती गर्न चाहन्छु। हस्त धन्यवाद।